नमस्कार। आज म पुगे नेपालकै सुन्दर र उत्कृष्ट ठाउँ कोरी। कोरी एकदम शान्त, खुल्ला र हिमालहरूले घेरिएको स्वर्ग हो। करिब 3800 मिटर हाइटमा अवस्थित रहेको कोरी जान चाहिँ पहिला सिक्लिस गाउँ पुग्नु पर्दछ। हिमालको काखमा रहेको कोरी साँच्चीको नै मनमोहक र रोमाञ्चक छ। यहाँबाट यस्तो दृश्य देखिन्छ जसले जो कोहीको मन चोर्छ। हिउँले छोपिएको हिमाल, बादलको काखमा लुकेको आकाश र हरियालीले ढाकेको बिरालो डाँडा, सबै कुरा यति मनमोहक छन्, एकचोटि हेऱ्यौ कि मन त्यही अड्किन्छ। यति भन्दै आजको कोरी यात्रा सुरु गरौँ है त। What's up guys, फेरि पनि वेलकम ब्याक टु माई न्यू भ्लग। आफ्टर लङ टाइम आइ एम हियर। सो म अहिले चाहिँ यता थाकमा छु। भ्यू देख्न सक्नुहुन्छ अन्नपूर्णको। एन्ड आज चाहिँ मेरो चाहिँ डेस्टिनेसन चाहिँ यता हाम्रो ताससम्म हुन्छ। म चाहिँ कोरी जानवाला छु। एन्ड यु क्यान सी द भ्यू एकदम मजाले खुलेको छ। सिक्लिस गाउँ अनि यताको खिलाङ गाउँ अनि कोरी चाहिँ यता माथितिर। सो आजको मेरो डेस्टिनेसन चाहिँ यहाँतिर हुन्छ। सो हल्का ढिलो भयो, त्यो भएर मैले बिचबाट गरेँ, त्यसको लागि सरी। सो अब हाम्रो जर्नी कन्टिन्यू गरौँ है त। सो अहिले चाहिँ म यता तपरङ आइपुगेको छु। एन्ड आई थिङ्क अब धेरै लाग्दैन होला, साढे 1-2 घन्टामा पुग्छु होला। सो अहिलेसम्म चाहिँ बाटो राम्रो छ है। यससम्म चाहिँ बाटो राम्रो भनौँ। मैले चिप्लीपछि चाहिँ अफरोड छ भन्ने सुनेछु। एन्ड त्यही त हो। फाइनली म यता चिप्ली आइपुगिसकेँ। अनि यहाँबाट चाहिँ अब 10-15 किलोमिटर कति हो सिक्लिस चाहिँ। अनि त्यही हो, 1 घन्टा 1.5 घन्टामा पुग्छु होला बाइकमा। काहीँहरू किन गयो भने। अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ म यहाँ ब्रेकफास्ट गर्नको लागि रोकेको। अब यहाँ ब्रेकफास्ट गरेर म चाहिँ पार्चे जानवाला छु। अनि पार्चेबाट उता तासा, अनि तासाबाट भोलि कोरी। ल मेरो चिया आइसकेको छ। यसो चिया खाइदिउँ न त है। चिप्लीको लेमन टी। सो अनि बाइ द वे मलाई चाहिँ यहाँ आउन चाहिँ ठ्याक्कै 1 घन्टा जति लाग्यो भनौँ न। म 6:45 मा उताबाट निस्केको थिएँ। अनि यता 7:45 मा आइपुगेँ। यस धेरै लागेन, यस बाटो राम्रो थियो। यो चिप्ली आउन भन्दा अलिअलि अगाडि चाहिँ कस्तो अलि अप्ठ्यारो रहेछ। एकचोटि त के भन्छ अरे, बाइक अनब्यालेन्स भएर नि मेरो के खुट्टा गडेको थियो पानीमा के। अनि त्यस सुकाइरहेको मैले चाहिँ म यता ब्रेकफास्ट गरेँ चिप्लीमा। अनि म डाइरेक्ट पार्से गरेर छु। खाना खाएर मम्मी कहाँ खाना अनि कोरीतिर लाग्छौँ। सो अब चाहिँ तासमा बस्छौँ। अनि भोलि चाहिँ कोरी पुगिङ गरेर जानेवाला छौँ। या अलि भेटौँ न। जस्तै बाटो चाहिँ है, चिप्लीबाट चाहिँ अलि अप्ठ्यारो नै रहेछ। अनि या सो फाइनली गाइज वी आर हियर एट पार्से। अहिले चाहिँ पार्से आइपुग्यौँ। अनि अब चाहिँ उता माथिको घर जाने। अनि त्यहाँबाट खानासाना खाएर म र भाइ आज हाम्रो तासासम्म यात्रा हुन्छ। अनि त्यही हो, यस आजको यात्रा चाहिँ एकदमै हुन्छ नि बवाल हुनेवाला छु, अपेक्षा गर्दैछु। अनि त्यही अब टन्न भात खाएर मस्त हिँड्नुपर्छ है त। जस अहिलेसम्मको चाहिँ जर्नी चाहिँ अलिक गाह्रो नै भयो भनौँ न। किनभने त्यो कतै चाहिँ त्यो बाटो पनि खोला बग्दिनु रहेछ। अनि त्यो बाइक जाने अलिक झ्याउने कि एकचोटि त अघि भनेको थिएँ मैले तपाईँलाई, एकचोटि त मेरो यो बाइकै अनब्यालेन्स भएर खुट्टै अब पानीमा परिदिएर अनि एकछिन चिप्लीमा सुकाएँ। जुत्ता मोजा आयो। अनि त्यहाँबाट एकछिन सुकाएर अनि यता आएँ। त्यो सबै चाहिँ अप्ठ्यारो छैन, त्यस चिप्लीबाट चाहिँ अलिक अप्ठ्यारो छ भनौँ न, गाह्रो नै छ भनौँ है। यो सकेसम्म चाहिँ बाइकभन्दा चाहिँ जिपमै आउनु होला। मलाई मम्मीले नि बाइकमा नजा जिपमा जा भन्दै थियो। अलिअलि रियलाइज भइरह। आमाले भनेको कुरा मान्नुपर्छ है साथीहरू। साथीहरू वी आर हियर पार्सेमा। साथीहरू वी आर हियर पार्से। सो उहाँ चाहिँ मेरो माथि। त्यो त हो, त्यहाँ दर्शन गरे हो।
ल ल ल उहाँ चाहिँ मेरो माथि अनि यता माथिको घरमा आइपुग्न लाग्यो हामी चाहिँ सो या दिस इज द हाउस अब जुत्ता अलि राम्रोसँग सुकेन राम्रोसँग मजाले सुकाएर जानुपर्छ चाहिँ हाम्रो माथिको घर भयो सो अब हामी भित्र जानेवाला छौँ कस्तो छ भनेर है त ए नखिचे हुन्छ तँलाई झिक्दिम ल के हो लोकलको मासु हो ल यहाँ लोकल स्पेसल हाम्रो मास्टर सेफ हाम्रो दर्शन सर हाम्रो साइनो दाई ल अब हामी तन्न खाएर होइन तन्न भात खाएर आजको यात्रा हाम्रो कतासम्म हुन्छ नि तसा ल यहाँ घिउ पोल्दैछ अब घिउ झ्याम्म भात र घिउ झ्याम्म अनि लोकल मासु खाएर टक्क लाएर गइन्छ साथीहरू हाल भयो 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 So yeah guys, we are ready to go. अहिले हामी खाना खाएर अब हामी अलि पार्टीमा छौँ सिक्लेस तर्फ लागेर तासासम्म चाहिँ हुन्छ आजको यात्रा अनि भोलि चाहिँ हामी कोरी पुग्नेवाला छौँ त्यही हो यता रेडी रहेछ यता माथिले यसले खर्च दिँदैछ भाइलाई ल त्यही हो अब रमाइलो गर्नुपर्छ माथि गएर होइन जस कोरी चाहिँ यही हो राम्रोसँग देख्छ यहाँ आजको डेस्टिनेसन सरी आज अरे भोलिको डेस्टिनेसन त्यहाँसम्म तासा चाहिँ अहिले म देखिन्छ एकछिनपछि ल है त यहाँ चाहिँ माथिले लट्ठी बनाइदिनु हुनुहुन्छ यसको दर्शनको लागि मलाई चाहिँ पर्दैन किनभने आइएम एक्सपिरियन्स्ड हो क्या पर्दैन मलाई त सो अहिले चाहिँ हामी यता पार्सी छोडेर त सिक्लेस प्रस्थान गर्न लागिरहेको छौँ यो चाहिँ मेरो कति 6-7 टाइम हो सिक्लेस पार चाहिँ डुब्यो भनौँ न हिमाल पनि हल्का खुलिरहेछ होइन सो यो चाहिँ सिक्लेस गाउँ अनि यो यता माथितिरको चाहिँ तासा है त्यहाँबाट चाहिँ अनि माथि कोरी त्यही हो आजको हाम्रो डेस्टिनेसन चाहिँ तासासम्म हुन्छ अनि यो वर्षको अहिलेको फर्स्ट ट्रेक भनौँ न कोरी ट्रेक जस खास पहिले जानुपर्ने मान्छे हो म र बल्ल आज मौका जुर्यो भनौँ न जाने अनि त्यही त हो जस भोलि पर्सि होइन मौसम नै खुल्ला होस् यताउता वेदर चाहिँ केही खराब नहोस् त्यही अपेक्षा गर्छु एन्ड या गाइस अहिले हामी अब यो तल ओह्रालो झरेर यो माथिको यो ठाडो उकालो जान्छौँ यो पाइप देख्नुभयो नि यो पाइप साइडमा चाहिँ यो बाटो देख्नुभयो यहाँबाट बिस्तारै जान्छौँ अलिअलि मान्छे पनि हेर देखेन क्या मान्छे देख्न गाह्रो भयो ल अब चाहिँ हाम्रो बल्ल रियल जर्नी सुरु हुन्छ रियल च्यालेन्ज यस अहिले हामी चाहिँ यता हाइड्रो पावरमा आइपुग्यौँ अनि हाइड्रो पावरबाट अब चाहिँ हाम्रो यहाँ उकालो सुरु हुन्छ एन्ड अहिले चाहिँ हामी फुल ओह्रालो आयौँ लाइक कति 1 घन्टा कति लाग्यो अब चाहिँ रियल जर्नी सुरु हुन्छ यो हाइड्रो पावर भयो यताबाट अब इन्क्लाइन छ फुल इन्क्लाइन छ अघि देखाउनु अघि मैले देखाएको थिएँ हजुरहरूलाई अनि त्यही हो अब चाहिँ मजा आउँछ बल्ल अहिले चाहिँ हामी कति 2 घन्टा कति हिँड्यौँ अनि अहिले यता माल्ने कटेज भन्ने ठाउँतिर आइपुगेको छौँ जस आज चाहिँ तल चाहिँ एकदम घाम आएर जस अलि अप्ठ्यारो नै भयो भनौँ न तर अहिले घाम बिस्तारै जाँदै हो अनि
उस पनि आउँथ्यो तर ठाड्दै रहेछ उकालो त्यो हाइड्रो पावरबाट त सो या गाइस यु क्यान सी हाम्रो मार्ली कटेज यता तल नि रहेछ गुरुङ गार्डन टी हाउस यस अहिलेसम्म चाहिँ यस भसा भयो त्यस्तो गाह्रो नि होइन ठिकै रमाइलो भइरहेको छ यस सो अब तासा आउन चाहिँ 40 मिनट जति 40 मिनट नि लाउनु होला 1.5 घन्टा जति यस छिटै आइपुग्यो यार त्यस्तो टाढो नरहेछ हिँड्न सक्नेहरूले चाहिँ एकदम नजिकै हो है लाइक हामीलाई कति 3 घन्टामा मजाले पुग्छ क्या हो हिँड्न सक्नेहरूले त है हामी त अझै अलि ठाउँमा अलिअलि बस्दै आयौँ तर नजिक त नजिकै रहेछ हिँड्न सक्नेलाई चाहिँ नजिक अब हिँड्न नसक्ने त गाह्रो हो किनभने फुल इन्क्लाइन छ बाटो चाहिँ त्यो भएर अलिक अप्ठ्यारो नै पर्छ ल करिब 3 घन्टा 15-20 मिनटको यात्रापछि हामी यता तासा आइपुग्यौँ सो अहिलेसम्म चाहिँ रमाइलो भयो भनौँ त्यस्तो थाकिएन यस रमाइलो गर्दा हिँड्ने हो नि त होइन तुच्छ बिस्तारै तुच्छ पाइला लिँदै ल दर्शनजी कस्तो लाग्यो हजुरलाई एकदम ठिकै भनौँ कतिको थाक्नु हो ल यसलाई नि यसको फर्स्ट टाइम हो म त आइरहेको छु मलाई त यस्तो पनि आएन है त्यस ठिकै हो यतिको आज चिर गरेर बसेर रेस्ट गरेर जानुपर्छ अब फाइनली हामी चाहिँ हाम्रो होटेलमा पुग्यौँ नाम चाहिँ होटल ब्रदर एन्ड रेस्टुरेन्ट तासा हाम्रो दर्शनजीले बुकिङ गर्नुभएको यता चाहिँ फेरि फाइनली हामी यहाँ यता हाम्रो होटेलमा आएर चियाको चुस्कीको मजा लिँदैछौँ अनि यो चिया चाहिँ एकदम मिठो हो यहाँको हाम्रो होटेल ब्रदर तासाको आइदिउँ होला हाम्रो खाजा आयो दर्शनजी इन्जोय गर्दै हुनुहुन्छ चौचौ अन्डासँग टक्कर तासँग होइन त्यही हो टन्ना खाएर एकछिन रेस्ट गरेर एकछिनमा भेटौँ न हेलो गाइज गुड मर्निङ डे 2 एट तासा अहिले हामी तासामा छौँ आज भर्खरै उठेको अहिले चाहिँ 6:30 भयो बिहानको अनि हिमाल पनि मजाले खोलेको छ म हजुरलाई हल्का तासा घुमाइदिन्छु सो यता हिमाल भइगयो अनि यता होटलहरू अनि यता सिक्लेस अनि यता टाङटिङ अनि यता पछाडि चाहिँ पोखरा हिमाल पनि मजाले खोलेको छ है हिजो राति पनि खुलेको थियो हिजो राति पनि अलिअलि खिच्छु स्टोरीमा हालेको थिएँ इन्स्टामा है भिडियो त अब राति त्यस्तो राम्रो आउनु फोटो चाहिँ अलिक खिचेछु त्यति हो अनि म यताबाट नि अलि तलबाट चाहिँ राम्रो देख्छ तलबाट देखिन्छ आरामसँग सो देख्न सक्नुहुन्छ यहाँबाट हिमालको भ्यू यस्तो राम्रो देखिन्छ उताको पार्ट भन्दा नि यो यताको पार्ट उताको पार्ट भन्दा नि यताको पार्टबाट चाहिँ एकदम राम्रो देखिने रहेछ वेदर चाहिँ राम्रै भयो अहिलेसम्म चाहिँ भोलि पनि राम्रो हुन्छ होला आई होप ल अहिले हाम्रो चाहिँ यता हामी तासाबाट निस्क्यौँ ब्रेकफास्ट गरेर अनि त्यही हो जस बिहानको भ्यू चाहिँ एकदमै राम्रो थियो भने जस्तै भएको थियो होइन एकदम क्लियर अनि
उता पोखरा पनि मजाले देखेको थियो मजाले भन्नाले पोखराको अलिअलि बाघहरू देखेको थियो अनि ताङतिङ सिक्ले जस्तो देख्ने नै भयो अनि मेन चाहिँ हिमाल राम्रोसँग खुल्यो भनौँ न त्यस आज नि यस्तै राम्रो भयो भने त भोलि पनि राम्रै हुन्छ आशा गर्छु अनि त्यो अब हाम्रो जर्नी कन्टिन्यू हुन्छ अहिले 8:20 भयो उता चाहिँ हामी कति 4-5 घन्टामा पुग्छौँ होला यसै कति घन्टामा पुग्छौँ सो अहिले चाहिँ हामी चिगाबारी खाना छौँ करिब कति लाग्यो 1 घन्टा जति लाग्यो हामीलाई 1 घन्टा जति लाग्यो होला आई गेस मैले टाइम चाहिँ हेरिनँ कति बजेर अहिले कति बजी निस्क्यो हामी 8:20 मा होइन लगभग 1 घन्टा 10 मिनट जति लाग्यो भनौँ त्यस हामी त्यस्तो रेस्ट कतै गरेनौँ 1 घन्टा 10 मिनटमा चाहिँ आइपुग्यौँ अनि यहाँ देख्न सक्नुहुन्छ भण्डार छ यहाँ झुन्ड ल देख्न सक्नुहुन्छ चौकै भेडा छ उता चाहिँ घाँ दिँदैछ चारैतिरै भेडै भेडा सो अब चाहिँ हामी कोरी आइपुग्न लाग्यो भन्दा नि अब 3 घन्टा जति छ 3 घन्टा त लाग्दैन होला आई गेस 2.5 घन्टामा सम्म पुगिन्छ होला अनि यता चाहिँ अलि अप्ठ्यारो रहेछ बाटो चाहिँ एकदमै ठाडो उकालो रहेछ अनि जाँदा नि अलि अप्ठ्यारो गरेर जानुपर्ने रहेछ देख्न सक्नुहुन्छ यता गाउँ अनि गाउँ अहिलेसम्म नि जस ठिकै भइरहेको हामी खास यो जङ्गलबाटै आएको जङ्गल गर्दा यो जङ्गलको सिटालो अघि त सिटालो भयो त्यो भएर नि होला अलि आनन्दै भयो अहिले चाहिँ हल्का अलिअलि च्यालेन्जिङ हो न त्यो अहिलेसम्म ठिकै हो सो अहिले हामी चाहिँ 3Jमा आइपुग्यौँ अनि कति लाग्यो धेरै त लाइन है चिगाबाट त्यो लगभग 1 घन्टा नि लाइन होला हौ 40-45 मिनट बढी लाग्यो त्यहाँ पनि मजाको रहेछ ठाउँ चाहिँ अब धेरै छैन होला आई गेस अब चाहिँ 1.5 घन्टामा आइपुगिन्छ होला हामी त्यस अहिलेसम्म चाहिँ एकदम रमाइलो भइरहेको होइन त्यस्तो गाह्रो केही भएन है सोचे जस्तै भयो केही भएन तर भ्यू चाहिँ अलिकति सब कुहिरोले लाग्दैछ होप भोलिसम्म चाहिँ खुल्ला नि अहिले हामी चाहिँ गोरी पुग्न लागेको छौँ यही हो क्या गोरी होइन अब 5-10 मिनट त्यहीँ त हो अब जस हामी त 4 घन्टामा आइपुग्यो यार कसम यार त्यही हिजोको र आज गरेर 7 घन्टा छिटै आइपुग्यो तर यो हिँड्न सक्नेहरूले चाहिँ हेर्न यहीँ अग्दै हेर्न यस 7 घन्टा भनौँ न होइन हिँड्न सक्नेहरूलाई चाहिँ यस चिलमा नि 7 आवर्स भित्र चाहिँ आइपुग्न सक्नु हुने रहेछ अलि हुन्छ नि सुरुमा हो हिँड्न नसक्ने छ भने चाहिँ अलिक गाह्रो हुने रहेछ है हामीभन्दा तल नि कति धेरै हो आई गेस हामी सेकेन्ड
सेकेन्ड होला हामी सेकेन्ड ग्रुप होला फर्स्ट ग्रुपमा चाहिँ त्यहाँ अघि दाइहरू बिहान छिट्टै उठेर जानु भइसकेको थियो हामी चाहिँ सेकेन्ड ग्रुप हामी छिट्टै पुग्यो यार छिट्टै पुग्यो ल है हामी अब कोरी प्रस्थान गर्दैछौँ यहाँ होटेलको केही साइनबोर्डहरू देख्न सक्नुहुन्छ है यस कोरी चाहिँ 3850 मिटरमा रहेछ हाम्रो त ताङतिङ माथि क्रपु भन्दा चाहिँ अलि बढी नै रहेछ हाम्रो चाहिँ कति 33-3400 जति लाग्यो यस अलि हाइटमै रहेछ है यस तर हामी अलि नसोचेको भन्दा छिटै पुग्यो है 12:30 भयो कि बल्ल 12:30 भन्दा हामी लगभग कति 8:30 हिँडेको ठ्याक्कै लगभग 4 घन्टा लाग्यो यार ट्याक्कै अहिले चाहिँ अलिक कोरीबाट चाहिँ अलिअलि भ्यू खुलेको छ अहिले 5:30 जति भयो टाइम चाहिँ अनि यहाँ 10 स्कुल देखा बिस्तारै हो भोलिसम्म चाहिँ खुल्ला है अहिले चाहिँ यसो यो हेरौँ है त भ्यू बल्ल रियल भ्यू खुल्दैछ है कोरीको है मैले भनेको थिएँ नि त अघि म गएको ठाउँमा चाहिँ जातिविधि वेदर त्यस्तो नराम्रो हुँदै हुँदैन सो अहिले 6 भइसकेको छ अनि सनसेट भइरहेको थियो मिठो मैले अलिअलि देख्नु भयो होला अलिअलि सिनेमेटिक्स पनि हालेछु अनि देख्न सक्नुहुन्छ अहिले एकदम क्लियर भयो है यो भाग चाहिँ अलिकति क्लियर भएन नत्र भए एकदम दामी भइरहेको अहिलेसम्म चाहिँ Look at the view guys म त खिचेको गरेर के है के खिचे थाहै छैन यार खिच्न त खिच्यो अरूले धेरै खिच्यो तर के कस्तो खिचे थाहै छैन मलाई च्यापचुप खिच्दिएको तर हो राम्रै आयो होला जीवन एउटा यात्रा हो जहाँ हरेक पाइला सङ्घर्षले भरिएको हुन्छ तर त्यही सङ्घर्षमा लुकेको हुन्छ सौन्दर्य सडकहरू सजिलो थिएनन् कतै चिप्लो गोरेटो कतै त चट्टानमै आत्मबल राखेर हिँड्नु पर्ने थियो तर यस्तै त जीवन जहाँ सजिलो बाटो भन्दा अर्थपूर्ण बाटो रोजिन्छ जब म कोरीको चुचुरोमा पुगेँ एक किसिमको माया महसुस भयो आफन्तको होइन तर प्रकृतिको अनि जीवनले दिएको साथको एक किसिमको स्वच्छ ऊर्जा जुन शब्दमा बयान गर्न सकिँदैन जीवन पनि यस्तै त हो कहिले आँसु कहिले हाँसो तर अन्त्यमा एउटा सुन्दर कथा गुड मर्निङ गाइज गुड मर्निङ फ्रम कोरी अहिले चाहिँ हामी 3850 मिटर हाइटमाथि अवस्थित कोरीमा छौँ एन्ड अहिले चाहिँ बिहानको मर्निङ भ्यू देख्न सक्नुहुन्छ अहिले चाहिँ 5:55 भएको छ अनि पछाडिको चाहिँ अन्नपूर्ण लम्स निमल हो अनि त्यही हो अहिले चाहिँ यो एकदम राम्रो खुलेको छ यता सनराइज पनि हुन लागेको छ अनि यता हाम्रो पोखरा अनि सिक्लिस ताङतिङ पछाडि चाहिँ पोखरा अनि उताको चाहिँ त्यो माछा पुछ्रे अनि अन्नपूर्ण 2 अन्नपूर्ण 4 हाम्रो ताङतिङ गाउँबाट पनि देख्छ है त्यही हो उता त्यतै साइडतिरको चाहिँ लम्चुङमा सो अहिले चाहिँ हामी भर्खरै यता तातो पानी खाएर होटेलमा अब यतातिर यसो डुल्न निस्केको यताबाट अलि राम्रो देखिँदैछ हिमाल अनि अब एकछिनमा सनराइज हुन्छ एकछिनमा सनराइज पनि खिच्छु त मान्छेहरू कता कता पुगिसक्यो यस मजाको खुलेको छ ल अब हामी एउटा माथि टपमा जानेवाला छौँ
त मान्छेहरू गइसक्यो त्यहाँ टपमा जान्छौँ अनि यता सनराइज पनि सुरु भइसक्यो अनि त्यो माछा पछिको टुप्पोमा देख्न सक्नुहुन्छ घामको किरण परेको छ है यस हिजोको स्लिप चाहिँ अलिअलि कस्तो मलाई चाहिँ अप्ठ्यारो भयो अलि सुत्न चाहिँ बेला बेला बिजी रहेको थिएँ हुन त मैले किन हो यस्तो ठाउँमा आइसी खासै निद्रा पनि लाग्दैन पहिला एबिसी जाँदा पनि यस्तै भएको थियो हालत अनि निद्रा नलागिसक्यो अनि यत्तिकै बाहिर जाने अनि त्यो बेला पनि एकदम सही खुले थियो भ्यू यस्तो पुण्यको दिनतिरै थियो तारा पनि क्या मजाले देखिरहेको थियो अनि राति नाइट भ्यू खिच्दै थियो अन्नपूर्णको उताको ल है कामको किरण देख्न सक्नुहुन्छ माझा उस्रेमाथि यता पनि बिस्तारै आउँदैछ यस मिठो भयो अहिलेसम्म चाहिँ एकदमै होइन वर्थ इट भइरह हिजो पनि हल्का सनसेट देख्न पायौँ हिजो पनि देखेको हिमाल त तर अहिले चाहिँ क्रिस्टल क्लियर एकदम लास्ट क्लियर देखेछ है यस या वी आर लकी वी आर सो लकी सो अहिले हामीले भर्खरै फोटोसुट गऱ्यौँ म र भाइले अनि फोटोसुट गरेपछि उता पछाडिको साइडबाट यता अर्को नयाँ साइडमा आएको छौँ अनि यो त यो साइड पनि यो साइडबाट पनि कस्तो देखिनु रहेछ भनेर यता हेर्न आएको यता यो साइडमा चाहिँ कोही आएन मान्छेहरू म र भाइ मात्रै हो कस्तो देखिनु रहेछ हेरौँ भ्यू तर अब हुन्छ नि त मान्छेहरू त्यहीँसम्म आएन नि त होइन आइसी यसो अलि हुन्छ नि त राम्रोसँग एक्सप्लोर गर्ने नि त भनेपछि राम्रोसँग एक्सप्लोर गर्ने त्यही हिसाबले त आएको तर यो साइडबाट नि कडा राम्रो देखिनु रहेछ सो भाइ चाहिँ त्यो साइड पुग्यो त्यहाँ हल्का मान्छेसँग जाने रे म नि नजाऊँ भनेको तर मनले मानेर गइदिनु पऱ्यो अब यसो गएर त्यहाँबाट यता यो लमजुङ हिमाल साइडै छुट्टै दामी देख्छु होला कि गइदिनु त आइसी अब ल अहिले हामी चाहिँ उता माथि त्यहाँ मान्छेहरू भएको ठाउँबाट यता माथि आयौँ यहाँबाट नि भ्यू सही छ है भयो नजाउँ त्यस्तै त होला माथि होइन ल अहिले चाहिँ हामीले यसो फोटोसुट गऱ्यौँ फेरि त्यो उता माथिको डाँडामा फोटोसुट अनि यसो टिकटक पनि बनाइदिएको होइन न्यू एक्सपिरियन्स पनि गरियो अनि त्यही अब ब्रेकफास्ट खान जान्छौँ डेन्जर बनाएर फोटोसुट टिकटक मैले डेन्जर टेक लिएँ मैले 6-7 टेक त त्यस्तो राम्रो त भएन खेर है छिटा मेरो टिकटकमा आउँछ मेरो भिडियो एउटा गुरुङ गीतमा चट्ट लाएर अब हाम्रो होटल आइपुग्नु लाग्यो अनि यता चाहिँ होइन गुरुङ ड्रेस लाएर है फोटोसुट चलिरहेको यहाँ फोटोसुट टिकटक होइन अनि त्यही हो अब चाहिँ खाना भन्दा पनि ब्रेकफास्ट खाइन्छ कति हेर्ने भ्यू हेरी दिक्क लागिसक्यो हल्ला अब चक्क लाएर खाना के अरे ब्रेकफास्ट खाइन्छ अनि त्यहाँपछि उता सिक्लेस भन्दा पनि पार्ची आज पार्टीसम्म हाम्रो ट्रेक छ होप अनि 5-6 आवर्समा मजाले 5-6 आवर्स पनि लाग्दैन होला आई गेस है त्योभन्दा छिटो पुगिन्छ होला ल यति भन्दा एकछिन भेटौँ होला त्यो हिजो राति नि सुनेको थिएँ कि कति हामी भर्खरै ब्रेकफास्ट गरेर आएको अनि यहाँ ठ्याक्कै हिउँ पहिरो गयो एभलान्स के भन्छ एभलान्स कि के भन्छ है अनि उयो सो लकी हिजो राति पनि क्या गएको थिएँ तर हिजो राति यस्तो आवाज आइरहेको थियो कि यो हिउँ पहिरो गएको तर त्यो आफ्नै आँखाले त अलिक देख्न गाह्रो भयो राति तर यसो यस्तरी लाइभ देख्न पाइयो त्यही भएर वी आर सो लकी
साथीहरू हाम्रो पुरी यात्रा यहीँ समाप्त भएको छ। अनि जस हाम्रो हामी बसेको चाहिँ होटेल आइस फलमा हो। हामीलाई एकदम मिलाएर गरिदिनु भयो दाइले। ललित गुरुङ होइन त नि, ललित गुरुङ दाइलाई सट आउट, एकदम मिलाएर गरिदिनु भयो है। म आएको भए त अब मलाई त गर्थेन होला, मलाई चिन्दैन, यिले चिन्ने रहेछ त्यही भएर हो। अरू कुरा त्यस्तै हो। ल यति भन्दै पछि भेटौँला है त अर्को भ्लगमा साथीहरू। ल बाई।